रु 156 मा कारोबार भइरहेको पेट्रोल 2 महिनामै 219 को हाराहारी कसरी पुग्यो त? नेपालले आफूले तेल उत्पादन गर्दैन र सबै तेल इन्डियाबाट आयात गर्ने गर्छ। नेपालमा तेल 70% पाइपलाइन र 30% ट्याङ्करहरूबाट भित्रिने गर्छ। तर इन्डिया आफैसँग ओइल रिजर्भ कम भएको हुँदा करिब 55% तेल र 90% एलपिजी स्ट्रेट अफ होर्मुजबाट भित्राउने गर्दथ्यो, जुन अहिले बन्द छ। इन्डियामा इराक, साउदी, युएई, कुवेत र कतरबाट आउने तेल यही स्ट्रेट अफ होर्मुजको बाटो हुँदै आउँछन्। तर अमेरिका र इजरायल मिलेर इरानमाथि हमला गर्दा त्यहाँको टप लिडरसिप मारिएपछि यो बाटो बन्द भएको हो, जसले गर्दा इन्डियाले रसिया, अमेरिका र अन्य देशहरूबाट महँगोमा तेल किन्न परिरहेको छ, जसले गर्दा नेपाल आयल निगमले नै महँगोमा आयात गर्नु परेको र उपभोक्ताले पनि महँगो तिर्न परिरहेको छ। र अझै पनि युद्ध विराम हुने संकेत छैन र यसरी नै युद्ध चलिरह्यो भने तेलको मूल्य दोब्बर अथवा तेलको सर्टेज नै नहोला भन्न सकिँदैन।